आज चाहिँ छोटो डनले बाइक कुदाउने अरे होइन पछाडि बस्ने मान्छे लाग्यो होइन यो भेट्दैन यसले खुट्टाले पनि भेट्दैन यताले भेट्छ फेरि यताले भेट्दैन फेरि नि गाडी कुदाउनु खोज्छ लु गेरबाट क्या ल राइट अप राइट अप खानु अब म यसलाई पर्सनल ड्राइभर ल मर त गाडी बाटो यस्तो छ बाटो च्यालेन्ज बड्काउनु चाहिँ छोडेको छैन यो चाहिँ हाम्रो नेपालको वान पिस बाइक हो होइन यो जस्तो बाइक अरू बाइक छैन यहीँबाट हामी चाहिँ अहिले झोलचटबाट खानु हामी चाहिँ चाबी झर्न आँटिसक्यो लु भेट्छेस् दुवैपट्टि भेट्छेस् हाइट चाहिँ यत्रो मात्रै छ यसको हामी चाहिँ झोलचटपटे खाने ठाउँमा आइसकेको छौँ अहिले मेरो राइडर कस्तो लाग्यो तपाईँहरूलाई उठ राइडर गाडी कुदाउँछ होइन रमी चाहिँ पुगेर आएको अरे बाइक चाहिँ भेट्दैन फेरि उठे यहाँ उभि त यहाँ उभिन म चाहिँ किन उभिनु यत्रो मात्रै छ यो कति फुट छ 4 फुट कति हुन्छ आइज यहाँ उभि त लु आइज त म जत्रो मभन्दा अलिक सानै छ जेरो नि बाइक चाहिँ खतरा कुदाउँदो रहेछ होइन यसको ट्यालेन्ट मैले अझै थाहा पाएँ बाउको बाइक लुकी केटाहरूलाई चढाएर लडाएर यसले के गरिसक्यो होइन अनि अब हामीले चाहिँ यतिकै नेपालको वान पिस बाइक हो हामीले चाहिँ यहाँ झोलचटपटे मगाएको थियौँ अब झोलचटपटे आउँछ अनि खाएर हामीले एक्स हानिदिन्छौँ होइन ल हाम्रो एउटा झोलचटपटे र फुको चटपटे आइसकेको छ कस्तो लाग्यो अब सुरुमा चाख त अनि कस्तो लाग्यो भन् मेरो लागि चाहिँ सुक्खा चटपटे छ म चाहिँ झोल चटपटे पहिले खाएर मन भइसकेको हो म बिरामी नै भएको छु यो खाएर होइन त्यही भएर मैले त्यति खाँदिनँ झोल चटपटे चाहिँ कस्तो लाग्यो दामी छ ल झोल चटपटे तपाईँहरू पनि खानु आउनु सक्नुहुन्छ कहाँनिर पाउँछ भन्दै त कहाँ पाउँछ त्यहाँ क्याम्पभित्र नि क्याम्प बोर्ड पनि दिइदिन्छ कता क्याम्प कता पैसा हाल्छ नि हौ बेलडाङ्गी 1 ए होइन बेलडाङ्गी 2 मा पैसा हाल्छ नि हौ इन्जोय हामीले झोलचटपटे प्याक गरेर लगिसक्छौँ होइन राइडर चाहिँ गाडी स्टार्ट गरिसक्यो हेर्न पर्छ ठिकै छ एकदम त्यता होइन कता आएको बाटो यो हो कस्तो त्यो बाटो नजिक हो दाइ म त सक्दिनँ होला त्यो बाटो त त्यही बाटो घुमा आज फेरि कुदाउनु पाउँदिनस् नि फेरि म कुदाउँछु नि फेरि
ए ड्राइभरलाई बाटो थाहा भएन भने त्यस्तो हुन्छ होइन वान पिस बाइक अन नेपाल आवाज पनि यसको चाहिँ खतरा छ होइन यो चाहिँ धेरैमा धेरै 12 वर्ष पुगिसक्यो यो गाडी ल आजको लागि यति नै अब हामी चाहिँ घरतिर ल्याक्स हान्दिएको ल केही भन्नु छ मलाई त के भन्छ नि कस्तो लाग्यो यो गाडी कुदाएर गाडीको त ठिक ठिकै मजा आउँछ कि छैन यो बाइक कुदाउँदा त कहाँ हो क्रस फायर कुदा जस्तो हुँदैछ कि छैन हजुर क्रस फायर कुदा जस्तो यो चाहिँ हाम्रो क्रस फायर हो